ल हामी चाहिँ यतिखेर साउथ कोरियाको सन क्रुज रिसोर्ट होटलमा आइपुगिसकेका छौँ। ल हामी सन क्रुज होटलको यो साइडमा रहेको हत्केला दुईटा हत्केलाले हामीलाई स्वागत गरिरहेको छ। यहाँबाट सन क्रुज होटलको आकार यस्तो देखिन्छ। ल सिस्टरहरू के पिउनु भएको? कफी? मैनी अब यता समुद्रहरू यस्तो छ टट्ट परेको है। हामी धेरै टप भागमा छौँ। ल गुड मर्निङ। यतिखेर बिहानको 9 बजिसकेको छ। आज चाहिँ हामीहरू हिजो बेलुकी चाहिँ यसो समर भ्याकेसन मनाउने क्रममा हिजो यहाँ आएर बस्यौँ। अब चाहिँ हाम्रो यात्रा रहनेछ सन क्रुज रिसोर्ट होटलतिर हामी जाँदैछौँ। म सन क्रुज होटलको दृश्यहरू तपाईँहरूलाई भिडियोमा देखाउँ। यता हाम्रो साथीहरू सबैजना भारीहरू लोड गर्दैछन्। अब हामी यही गाडी चढेर सन क्रुज रिसोर्ट होटलतिर जाँदैछौँ। फोटो त एकदम आइरहेको छ भव्य। ल सबैजना तम तयारी भइसकेको अवस्थामा हेलो गाइजहरू। ल हामी चाहिँ लाग्यौँ। ल साइडको दृश्यहरू हेर्दै हेर्दै अब हामी चाहिँ सन क्रुज होटल पुग्नलाई अब धेर छैन, 1 मिनट। सन क्रुज रिसोर्ट होटल धेर छैन, 152 ए। ल हामी आइपुगिसकेका छौँ। तल हामीहरू हिँडेर गएको एक साल उदो तल खोला साइड पनि गाडी यहीँ राखेर होला कि कसो गाडी। ल हामी चाहिँ यतिखेर साउथ कोरियाको सन क्रुज रिसोर्ट होटलमा आइपुगिसकेका छौँ। अब यहाँ पछाडिपट्टि देखिन्छ सन क्रुज आकारको एउटा रिसोर्ट। अब हामी यहाँ प्रवेश गर्दैछौँ। ए हाम्रो जनताहरू अगाडि लागिसके। हाम्रो जनताहरू चाहिँ प्रवेश गर्दैछ। ल प्रवेश भयो। अब चाहिँ हामीहरू कताबाट जाने भन्दाखेरि दायाँपट्टिको भागलाई चाहिँ हामी अगाडि बढ्दैछौँ। उदो हत्केलापट्टि जाउँ। हत्केला हामीहरू यहाँ फेरि नेपाली दाजुभाइहरू नै भेटघाट भइसकेको छौँ। अब हामीहरू गफगाफ गर्दै अगाडि बढ्दैछौँ। आज चाहिँ मौसम अलिकति घाम लागेन रहेछ, अलिअलि हावा चलिरहेको छ। अब साँझको बेलामा फेरि हामी चाहिँ पानीमा पौडिन जाँदैछौँ समुद्रमा। तर अलिकति गाह्रो हुने अवस्था देखिएको छ। यस्तै मौसम भने अब केही समय पछाडि घाम लाग्यो भने अझ राम्रो हुनेछ। हामी सन क्रुज होटलको यो साइडमा रहेको हत्केला दुईटा हत्केलाले हामीलाई स्वागत गरिरहेको छ। हाई गरिरहेको छ यो हत्केलाले चाहिँ। यो हत्केलाबाट क्रस भएर हामी यता डाँडातिर जाँदैछौँ। हामी चाहिँ ल साइडमा आइपुगिसकेका छौँ। साइडमा आइपुग्दाको भ्यूहरू यस्तो छ। अब समुद्र त यस्तो छ, आज अलिकति घाम चाहिँ नलागेर क्लियर देखिएको छैन। यहाँबाट चाहिँ पारिको दृश्यहरू यस्तो छ। अलिकति जुम गरिहालिदिउँ त, जुम गरौँ। समुद्र यतातिर छालहरू उर्लिराखेको छ। यहाँ तल हिँड्ने बाटो पनि छ साइडमा। यो खोलाको बाटो पनि हिँड्न सकिन्छ पल्लो साइडबाट। ल हामी चाहिँ अब तलतिर जाँदैछौँ। यहाँ तलतिर अब तलतिर जाने क्रममा अझ बाटोहरू चाहिँ यस्तो टक्क काठले, हेर त यो काठ कति दह्रो छ। यहाँ त 6 महिना त हिउँ पर्छ त। हिउँ पर्दा पनि यो काठ केही हुँदैन। ल हाम्रो भाइहरू यता तलतिर भर्याङ झर्दैछन्। ल तल समुद्रको छाल यसरी उर्लिराखेको छ।
यहाँबाट सिधै खसेपछि चाहिँ हामी समुद्रमा पुग्छौँ। समुद्रमा पुगेपछि के हुन्छ भन्दाखेरि चाहिँ हामी माछाको खाना बन्छौँ। यसरी हेरौँ त जङ्गलको बिचतिर पनि यसरी सिँढी बनाइदिएको हुन्छ। यो पाहाडमा छ, यो भिरमा पनि यस्तो सिँढी छ। बस सिँढीबाट हामी अझै तल डाँडासम्म जाँदैछौँ। यहाँ चाहिँ सिसा छ। अब डेन्जर छ, डरमर्दो छ नि त। सिसा छ, यहाँ मुनि त समुद्र छ। यस्तो छालहरू आइराखेको छ तल चाहिँ टक्क पारेर। अब पर हेर्नु भने कहाँ आँखाले चाहिँ भ्याइँदैन कि कहाँ छ यो समुद्र। अब त्योभन्दा पारी उता सिमाना चाहिँ अब जापानै पऱ्यो भनौँ। ल हाम्रो साथी यहाँ सिसाको छेउमा पुग्दैछन्। म पनि आधी बाटोसम्म चाहिँ पुग्दैछु। ल कस्तो छ सिसामा उब्दाको अनुभव? एकदमै राम्रो छ। खसियो भने त छैन त? खसियो भने त अब छैन नि, अब माथि नै गइन्छ सिधै। खसियो भने त यता माथि हाम्रो जनताहरू कहाँ छ? माथितिर बोल्दै रहेछन् है। एकछिन कता छ? हेलो गाइजहरू, फाइनली हामी यो तलको सिसाको ग्लास भएको ठाउँमा पनि पुगेर आइपुगिसक्यौँ। ल है म अब यहाँ माथि पनि जाँदैछु। भनेपछि यता ग्लासपट्टि यो ग्लास बाटो खस्यो भने पनि उतै तलै पुगिन्छ, केही छैन। अब यो ग्लास चाहिँ यस्तो छ। यहाँबाट सनक्रुज होटलको आकार यस्तो देखिन्छ। अब समुद्र त आज त पानी परेर त्यस्तै भयो। ल पानी परेर क्यामेराको लेन्सतिर अलिकति पानीको छिटा लागिराखेको छ, त्यही भएर क्लियर आउन नसक्ला। जनताहरू चाहिँ यता के गर्दैछ? भिडियो बनाउँदैछन्, टिकटक बनाउँदैछन्। के बेसारे कपडा लाएर जोगी जस्तो के हो? जनता हो, बोल्दैनन् पनि। आज अलिक मौसमले च्यालेन्ज गरिरहेको छ। हेर सनक्रुज रिसोर्ट होटलको अगाडि चौरीमा छु। पानी परेर यी हेर्नु, यो दुबोहरू चाहिँ पुरै झपक्क भिजेको रहेछ। गएको साल चाहिँ यस्तो घाम लागेको थियो, चट्ट मौसम थियो। यो चाहिँ मेरो लगभग तेस्रो पल्ट हो यो ठाउँमा आएको। ल अब चाहिँ हामी रिसोर्टतिर प्रवेश गर्दैछौँ। रिसोर्टको बाहिर थियौँ, अब भित्र जाँदैछौँ। अलिअलि पानी पर्यो, अलिकति मौसमले त च्यालेन्जै गर्यो। यतिखेर चाहिँ हामी चाहिँ सनक्रुज रिसोर्ट होटलभित्र चाहिँ प्रवेश गरिसकेका छौँ। यहाँबाट यता पारी समुद्र पनि देखिन्छ भित्रबाट। यता स्विमिङ खेल्ने पनि ठाउँ छ। ठाउँ एकदम राम्रो छ। म चाहिँ सालै पछि आउँछु। वर्षको समर भ्याकेसनमा चाहिँ म यहाँ आइराखेको नै हुन्छु। अब यहाँभित्र चाहिँ अब रिसेप्सन चाहिँ यता रहेछ भनेपछि अब यता बेकरी सप छ। अब हाम्रो साथीहरू कता पुगे भन्ने कुराको चाहिँ यहाँ हेर्नुपर्छ। यहाँ टक्क लिएर कफी लिएर अघि बसिसकेछन् साथीहरू। ल कफी आयो टक्क जोक्सीमा ने। ल हाम्रो साथी पनि अघि कफी लिएर बसिसक्यो। तर यहाँको कफी चाहिँ गुलियो हुँदैन है, गुलियो हुँदैन। त्यही भएर चिनी उ त्यहाँ साइडमा छ।
तर यहाँको विशेषता के छ भने यहाँको स्टाफहरू चाहिँ क्याप्टेनको ड्रेस लाएर चाहिँ काम गरिराखेको देख्छु। घुमाइ कस्तो छ आजको भाइ? एकदम रमाइलो। रमाइलो? कस्तो रमाइलो? एकदम आनन्दै छ होइन त? ठिक छ ठिक छ। ल अब यहाँ हेर्नु ड्रेस चाहिँ क्याप्टेनकै छ कि यो क्रुज होटल भएको हुनाले गर्दाखेरि त्यो क्रुजको स्टाफको ड्रेस चाहिँ देखिन्छ। सिस्टरहरू के पिउनु भएको? कफी? मैनी? यसले माछा? ए ल हामी चाहिँ सबैजना माथिल्लो तला टप भागमा जाँदैछौँ है कटमा। हेलो नमस्ते। यतिखेर म छु साउथ कोरियाको यो खाङरुङ एरियामा रहेको सन क्रुज रिसोर्ट होटलको टप भागमा। अब यो चाहिँ एउटाको क्रुज आकारको होटल हो। यहाँ चाहिँ हामी चाहिँ अहिले चाहिँ टप भागमा आइसकेको छौँ। टप भागमा बाट हेर्दाको भ्यूहरू यस्तो देखिन्छ। तर आज किनकि त्यस्तो राम्रो भ्यूलाई खिच्न सकिएन किनकि आज मौसम हल्का पानी परेको हुन्छ। म चाहिँ लगभग यो ठाउँमा धेरैचोटि नै आइसकेको छु। अब यता समुद्रहरू यस्तो छ टट्ट परेको है। हामी धेरै टप भागमा छौँ। यहाँ हाम्रो भाइ, यता हाम्रो साथीहरू, यता बहिनीहरू भिडियो बनाउँदै हुनुहुन्छ। अब यहाँको कुरा गर्नुपर्दा यस्तो छ कि अब यो होटलमा आएर बस्न सकिन्छ। कति मूल्य पर्छ भन्ने कुरो चाहिँ अब लगभग 20,000 नेपाली 20,000 रुपियाँबाट सुरुवात हुन्छ। अब यहाँ कुन साइड बस्ने हो? यता साइड बस्दाखेरि समुद्रको दृश्य देखिन्छ भने यता साइड बस्दाखेरि पहाडको दृश्य देखिन्छ। अब समुद्रको दृश्य हेर्नलाई चाहिँ अलिकति महँगो पर्छ कि। अब यहाँ चाहिँ यहाँबाट झुल्केको घाम पनि हेर्न सकिन्छ है। अगस्त महिनामा रहेछ। बिहान 5:15 आउँदाखेरि चाहिँ यहाँबाट सूर्योदय हेर्न सकिन्छ। अब यहाँबाट हेर्दाखेरि अघि हामी चाहिँ यताबाट प्रवेश गरेको थियौँ। अब हाम्रो प्रवेशद्वार चाहिँ यता हो है। अब यहाँनिर हो। अब हामी चाहिँ अघि यहाँबाट प्रवेश गरेर यता तल गयौँ। साइडमा गएर साइडबाट चाहिँ यता भित्र साइडबाट छिर्यौँ। अहिले चाहिँ टप भागमा छौँ। अब समुद्र त्यस्तो क्लियर देखिएको छैन पानी परेको हुनाले गर्दा। अब माथि पहाड चाहिँ अब अलिअलि कुहिरो लागिराखेको छ। पोहोर आउँदा त धेरै नै क्लियर थियो। यसपालि अलिकति क्लियर भएन। हाम्रो साथीहरू कहाँ पुगे? अब यहाँ पुगिसकेछ। त्यता भिडियो बनाउँदैछन्। मौसम यस्तै छ आजको दिनमा। यसरी नै मैले भ्लगहरू तयार गर्दैछु समर भ्याकेसनको। अब यताबाट अलिकति जुम गरेर ल्याउनु पर्यो। भर्खर खाएको के को भोक लाग्छ त्यत्रो कफी खाएर। ल यहाँ सबैजना आराम गरिराखेछन्। आज मान्छे त्यति छैन पानी परेर आनन्द छ नि। कब्जा गरिराखेछन् रिसोर्ट चाहिँ। ल हामी चाहिँ माथिको भागतिर घुमेर पनि आइसक्यौँ। अब हामी बाहिर आउट हुने बेला भइसकेको छ। अब हामी आउट हुँदैछौँ। यहाँ हाम्रो नेपाली जनताहरू धेरै हल्ला गर्दैछ। ल हामी चाहिँ रिसोर्टबाट आउट भइसकेको छौँ। यतिखेरको समयमा पानीले अलिकति डिस्टर्ब गरेको अवस्था थियो। तैपनि रमाइलो गऱ्यौँ, इन्जोय गऱ्यौँ। हाम्रो साथीहरू सबै अगाडि लाइनबद्ध भएर निस्किसकेको छ। अब यहाँ साइडमा चाहिँ यस्ता राम्रा परीहरूको मूर्ति कुदेर राखेको रहेछ। हेट कडा छ कडा छ कडा छ है कडा छ।
दामी छ नि रिसोर्ट। ल प्रवेशद्वार चाहिँ यस्तो थियो। आजलाई हामी चाहिँ आजको भ्लग चाहिँ यहीँ अन्त गर्न चाहन्छु। सबैजनालाई बाई बाई, नमस्ते। लाइक गरिदिनु होला, सबैले हेरिदिनु होला, युट्युबलाई कमेन्ट गरिदिनु होला, राम्रो राम्रो कमेन्ट और सब्सक्राइब भी गरिदिनु होला सबैजनाले। नमस्ते, थ्याङ्क यू भेरी मच।